हेलो साथीहरु, के छ? सन्चै हुनुहुन्छ सबैजना? म चाहिँ फाइनल्ली काठमाडौँबाट आइसकेको छु आउन चाहिँ, तर यो भिडियो हाल्छु भनेको यतिकै भइरहेको थियो है, लङ टाइम भइसकेको पनि। अनि म चाहिँ पसलमा एकदमै धेरै बिजी छु यतिखेर, सो मैले चाहिँ यो भिडियो पनि पोस्ट गर्न पाएको छैन अनि पसलमा आएको सामानहरू पनि हजुरहरूलाई देखाउन पाएको छैन। यसको लागि चाहिँ आइ एम सो सरी भन्न चाहन्छु है। अनि अब चाहिँ यो होली अनि चुनावपछि मसित फुल टाइम हुने बित्तिकै चाहिँ मैले हजुरहरूलाई सामान पालो गरेर देखाउँछु। यस्तो राम्रो राम्रो गर्मीको आइटमहरू मेरो पसलमा अब भने आइसकेको छ। जेन्ट्स, लेडिज, बच्चाको अल आइटमहरू आइसक्यो। जुत्ता अनि गर्मीको कटु टी सर्टहरू, पातलो सर्टहरूदेखि लिएर वान पिस गर्ल्सको सबै आइसकेको छ। बेबीहरूको पनि अल आइटमहरू आइसक्यो। अब भने चाहिँ हाम्रो पसलमा हजुर बिस्तारै भिजिट गर्दा पनि हुन्छ। अनि वाट्सएपमा मलाई कल गर्नु भए पनि हुन्छ, मेसेज गर्नु भए पनि हुन्छ है। वाट्सएपबाट पनि मैले हजुरहरूलाई कन्ट्याक्ट गरेर मैले सबैलाई सामान पनि पुर्याइरहेको हुन्छु हैन। बायोमा मेरो नम्बर छ, मैले नम्बर छोडिदिएको छु, टिकटकको आइडीमा छ। अनि हामी चाहिँ यसपालि काठमाडौँबाट आउँदाखेरि चाहिँ चितलाङको बाटो आएको थियौँ। यस्तो डेन्जर बाटो रहेछ है। अनि स्कुटी अफ भएर मैले त आफै चलाएको नि त, पुरै हात दुखेर यस्तो गाह्रो भयो थियो। स्कुटी अफ भएर धकाल्दै आयौँ। अनि यसपछि चाहिँ बाटो राम्रो थियो, बाटोभरि टननन लाली गुराँस फुल फुलेको थियो। सिन चाहिँ यति राम्रो त्यो ठाउँ छोडेर आउने जस्तो सिन चाहिँ एकदमै थिएन है। यस्तो रमाइलो। हजुरहरू पनि काठमाडौँ जानु छ भने टोडाको बाटो जानु मन लाग्यो भने चाहिँ यो बाटो गइसक्यो सबैजना। यस्तो रमाइलो बाटो छ कि जानेर रोक्दा पनि हजुरलाई चाहिँ एकदमै एक्स्ट्रा लाग्छ, एकदमै रमाइलो। म चाहिँ टुच्च बाटोमा रोक्दै भिडियो बनाउँदै हो नि त। हेर्नु त सिन यति क्युट छ, यस्तो आनन्द के। यो बाटोमा हामी त्यो दिन बिहान 7 बजे हिँडेर घरमा चाहिँ 7 बजे राति आएको थियौँ। 12 घन्टा लाग्यो यसपालि। घरहरू पनि यस्तो राम्रो के, माटोको घर पनि यति राम्रो। बाटो यता आइसकेपछि चाहिँ बाटो पनि एकदमै राम्रो थियो। कहीँ चाहिँ एकदमै राम्रो थियो, कहीँ चाहिँ एकदमै नराम्रो बाटो थियो। ठाउँ भने एकदमै राम्रो। यो एरिया त धेरै राम्रो एरिया, यस्तो राम्रो छ, एकदम साइलेन्ट है। अनि घरमा हुँदा चाहिँ मजाले व्यापार गरेर हिँड्दाखेरि चाहिँ एकदमै इन्जोय गरेर हिँड्नुपर्छ कि। घरमा जति दुःख गरे पनि बाहिर हिँड्दा त मजाले घुमेर इन्जोय गरेर हिँड्नु पर्यो नि त है। अनि म चाहिँ सानो मोमेन्टलाई पनि एकदमै टच गर्छु कि, एकदमै कस्तो रमाइलो लाग्छ नि त। अनि यहाँ चाहिँ मेन चितलाङमा चाहिँ हामी यहाँनिर आएर एउटा ठुलो रेस्टुरेन्ट जस्तोमा बसेर खाजासाजा खायौँ। खाना यहीँ खाएको हामीले चाहिँ। यस्तो राम्रो एरिया छ यहाँ चाहिँ, यस्तो सिन पनि एकदमै राम्रो। अब टिकटक पनि टन्नै बनाएको छु मैले, हेर्नु पनि भयो होला कतिजनाले त। कति राम्रो एरिया छ, हेर्नु त कति राम्रो छ। अनि यो दिन चाहिँ मेरो एनिभर्सरी थियो। यो दिन चाहिँ मैले मेरो बुढालाई धेरै मिस गरेको थिएँ है बाटोमा। म एक्लै गएको नि त काठमाडौँ जाँदाखेरि। अनि कस्तो बुढाको याद आइरहेको थियो, के गर्नु है। अब सधैँसँगै हिँड्न पनि भ्याउँदैन बिजनेस गर्ने भएपछि। मजाले घुमेर टिकटक टन्नै बनाइसकेपछि चाहिँ हामीलाई एकदमै धेरै भोक लाग्यो। अनि आनन्दले बसेर अनि खाना खायौँ। खाना पनि एकदमै मिठो थियो यहाँको खाना चाहिँ, एकदमै मन पर्यो हामीलाई चाहिँ, एकदमै टेस्टी पनि थियो। खाना खाइसकेपछि चाहिँ हामी यहाँबाट पनि निस्क्यौँ है। यस्तो रमाइलो भएको थियो। दाइ, भाउजू, म, छोरी भएर यो बाटो आएको थियौँ है। जाँदाखेरि चाहिँ म, दाइ, भाउजू मात्रै गएको। अनि उहाँ चाहिँ छोरी पनि एक्जाम दिन गएको थियो नि त। अनि छोरीसँग नि भेट भयो। नि फर्किँदा चाहिँ हामी सँगै फर्केका थियौँ। हेर्नु न कस्तो राम्रो ढुङ्गाले कस्तो राम्रो बनाएको। मैले चाहिँ सानो बुक्की जस्तो बनाइदिएको। यो चाहिँ रिलिन मन लाग्यो कि कस्तो राम्रो। बेबीहरूले पनि यस्तो सिकाउनु पायो भने कति राम्रो हुन्छ नि है। लुक्स पनि कति राम्रो कि त्यो गेस्ट हाउसभित्र। अनि यहाँबाट आइसकेपछि चाहिँ यो खै कुन हो यो ठाउँको नाम चाहिँ मलाई त्यति थाहा भएन। यहाँनिर पनि दाइले हामीलाई पसाउनु भयो। यस्तो राम्रो के यो सिन हेर्नु न। यस्तो अझै हल्का बादल लागेको भएर यहाँ चाहिँ अलि ब्लर जस्तो टाइपको देखेको छ, नत्र एकदमै रमाइलो थियो। अनि सल्लाह पनि टनन्नै हेर्नु कस्तो रमाइलो नि। हामीलाई चाहिँ यहाँनिर आउँदा लाली गुराँस पनि फुलेको थियो त्यहाँनिर। अनि लाली गुराँस नटिपिकन त हाम्रो मनले मानेन है। अनि हामी चाहिँ आफै बोटमा गएर अनि त्यसपछि चढेर अनि दाइ अनि छोरी गएर लाली गुराँस टिप्न जानुभएको छ। दाइहरू चाहिँ टननै फुलेको थियो, तल चाहिँ ऊ चाहिँ टिपेर आइसके। पुरै धुलै भएर यस्तो राम्रो थियो फुल चाहिँ। मैले चाहिँ सानो टिपेको थिएँ, यो ठुलो चाहिँ छोरीले टिपेको थिएँ। यस्तो रमाइलो भएको थियो यो मोमेन्टमा चाहिँ। अनि टन्न लाली गुराँस फुलहरू पनि बोकेर आयौँ हामी।
अनि आउँदाखेरि फेरि यहाँनिर यो कुलेखानीमा यस्तो रमाइलो हेर्नु कस्तो राम्रो हो यतातिरको बाटो हजुरहरू चाहिँ यो बाटो हिँड्दाखेरि पस्नै पर्छ है गाइज हजुरहरू पनि यस्तो राम्रो सिन छ कि यो बाटो काठमाडौँ जानुभयो भने चाहिँ पुरै हजुरहरू त्यो दिन पुरै लस गर्नुहुन्छ मैले जस्तै मलाई बिहान 7 बजे हिँडेको मान्छे रातिको 7 बजे भएको थियो यो बाटो आउँदाखेरि जहाँ रोके पनि छोड्नै मन नलाग्ने जस्तो ठाउँ के कस्तो राम्रो यति राम्रो एरिया हेर्नु त यहाँ चाहिँ पुरै पानी स्टक गरेको छ अनि यसले चाहिँ सर डुङ्गा राखिदिएको रहेछ पारिपट्टि कस्तो राम्रो राम्रो होटलहरू पनि थियो त्यहाँ चाहिँ हामीले माछा खायौँ अनि त्यसपछि त्यहाँबाट चाहिँ फाइनली हामी निस्क्यौँ अनि निस्केपछि चाहिँ म घरमा आउँदा चाहिँ मेरो बेबीहरूले आज हाम्रो एनिभर्सरी पनि थियो नि त सो उनीहरूले चाहिँ पुरै एनिभर्सरीको तयारी गरेर बसेको रहेछ बिचरा मेरो सानो सानो बेबीहरूले मेरो छोरी चाहिँ 10 इयरको छ छोरा चाहिँ 8 इयरको छ हेर्नु न आउँदाखेरि त पुरै रेडी पारेर बसिरहेको रहेछ बच्चाहरू अनि ड्याडी चाहिँ पसलमा हुनुहुन्थ्यो पसलबाट बोलाएर हेर्न बिचरा सानो बच्चाको खुसी हेर्नु न बिचरा 4-5 दिनदेखि मैले मेरो बेबीहरूलाई छोडेर गएको थिएँ आउँदा त बिचरा यस्तो सानो बेबीहरूलाई कस्तो मजा लाग्यो अनि उनीहरूले चाहिँ केक सेक काट्यो नि बुढाले चाहिँ मलाई गिफ्ट ल्याइदिनु भयो पायल बनाइदिनु भएको रहेछ कति क्युट पायल बनाइदिनु भएको थियो मेरो बुढाले मलाई अनि त्यसपछि पायल लगाइदिनु भयो अनि यसपछि चाहिँ हामी खाना मास्केमा गयौँ नाङ्लो सेट खायौँ यसै गरी मेरो आजको ब्लग चाहिँ इन्ड भएको छ सबैजनाले धेरै माया गरिदिनु होला सबैजनाले हेरिदिनु होला सबैजना पसलमा पनि भिजिट गर्न आइसो प्लिज यति धेरै माया गर्नु भएको छ अझै पनि धेरै 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 माया गर्नु होला ओके बाई लभ यु अल